ऋषि दाई छेउमा बसेको मिराज र मलाई मिलाइदिनु न। ऋषि धमला प्रति मैले लिनु र दिनु केही छैन, तर ऋषि धमला आफैमा नाम होइन ब्रान्ड हो, ब्रान्ड। पानी बेचेर चर्चामा आएका जेनजी नेता भनाउँदाहरू तपाईहरू आज राष्ट्रिय सभा सदस्य र समानुपातिक सदस्यको लागि कुन राजनीतिक दलमा हुनुहुन्छ? असली जेनजी हामी यहाँ राष्ट्रिय सभागृहमा ऋषि धमलाको साथमा छौं। ऋषि धमलासँग आज विश्वविद्यालयको सर्टिफिकेट नहोला, तर ऋषि धमला आफैमा विश्वविद्यालय हो। ऋषि धमलाले आज हामी जस्तो जेनजीलाई, असली जेनजी जो सडकदेखि मन्त्रालय धाउने जेनजीलाई निरन्तर साथ सहयोग दिएको छ। 19 वर्ष एउटा युवा युके को भिसा त्यागेर आज नेपाली राजनीतिमा छ, जनप्रतिनिधि बन्ने लाइनमा छ। जनप्रतिनिधि यतिको युवा विदेशमै गएर भए पनि आफ्नो जीविकोपार्जन गर्थे होला नि त, तर आज यो युवा देशको नेपाली माटोले, नेपाली माटोको मायाले यहाँ छ। आज यो देशमा भदौ 23 र 24 हामीले बिर्सेको छैनौं। रोशनराज दाहालले ओखलढुङ्गामा गरेको नेतृत्व कसैले बिर्सेको छैन होला। म चेतावनी साथ भन्न चाहन्छु, जेनजीको आन्दोलन कसैले निमट्न खोज्छ भन्ने खबरदार, होशियार। रोशनराज दाहालहरू, मिराज ढुङ्गानाहरू आज पनि सडकमा लडिरहेका छन्। पानी बेचेर चर्चामा आएका जेनजी नेता भनाउँदाहरू तपाईहरू आज राष्ट्रिय सभा सदस्य र समानुपातिक सदस्यको लागि कुन राजनीतिक दलमा हुनुहुन्छ? असली जेनजी हामी यहाँ राष्ट्रिय सभागृहमा ऋषि धमलाको साथमा छौं। ऋषि धमला यस्तो पात्र हो जसले विद्यार्थी हुँदाखेरि पनि सडकमा आन्दोलन गर्यो र आज सडकमा आन्दोलन गर्ने युवा विद्यार्थीलाई एकीकृत पार्नको लागि यस्ता कार्यक्रम गरिरहेको छ। ऋषि दाईको लागि एकचोटि गडगडाएर ताली बजाऊ। मैले चिनेको ऋषि धमलासँग विश्वविद्यालयको सर्टिफिकेट छैन भन्ने पटमूर्खहरू होशियार। ऋषि धमलासँग आज विश्वविद्यालयको सर्टिफिकेट नहोला, तर ऋषि धमला आफैमा विश्वविद्यालय हो। ऋषि धमलाले आज हामी जस्तो जेनजीलाई, असली जेनजी जो सडकदेखि मन्त्रालय धाउने जेनजीलाई निरन्तर साथ सहयोग दिएको छ। म यो मञ्चबाट दम्ब सहित भन्न चाहन्छु, फागुन 21 को चुनावमा ऋषि दाई अगाडि बढ्नुस्। रोशनराज दाहाल जस्ता जेनजीले हजारौं जेनजीको नेतृत्व गर्दै तपाईको लागि ज्यान दिन तयार छन्। पत्रकार साथीहरू, तपाईहरू पत्रकारिता गर्नुस्, ऋषि दाईले राजनीतिमा हामीसित आउन दिनुस्। यो मानेको ग्यारेन्टी रोशनराज दाहालले लिनेछ। ऋषि धमला प्रति मैले लिनु र दिनु केही छैन, तर ऋषि धमला आफैमा नाम होइन ब्रान्ड हो, ब्रान्ड। नेपाली राजनीति गुन्डुबाट चल्दैन साथीहरू, नेपाली राजनीति माइतीघरबाट चल्दैन। अब नेपाली जनताको घरमा, नेपाली जनजनमा र मनमनमा ऋषि धमला बढ्दै गर्दा चुनावी कमान्डर रोशनराज दाहाल हुन्छ। 19 वर्ष एउटा युवा, 19 वर्ष एउटा युवा युके को भिसा त्यागेर आज नेपाली राजनीतिमा छ, जनप्रतिनिधि बन्ने लाइनमा छ। जनप्रतिनिधि यतिको युवा विदेशमै गएर भए पनि आफ्नो जीविकोपार्जन गर्थे होला नि त, तर आज यो युवा देशको नेपाली माटोले, नेपाली माटोको मायाले यहाँ छ। म तपाईहरुको नेता होइन साथीहरू, नेपाली जनताको नेता कोही छ भने त्यो ऋषि धमला हो, स्वीकार्नुस्। म यहाँबाट भन्न चाहन्छु, ऋषि दाई छेउमा बसेको मिराज र मलाई मिलाइदिनु न। ऋषि दाई छेउमा बसेको मिराज र मलाई मिलाइदिनु न। आज मेरो जन्म घर ओखलढुङ्गा हो, मिराजको मामा घर ओखलढुङ्गा गामनाङटार हो। मेरो भूगोल सिद्धिचरण नगरपालिका हो, मिराजको मामा घर गामनाङटार हो। ऋषि दाई, यो देशको नेतृत्व तपाईले गर्नु पर्यो।